4 जना मात्र आएको र यति मात्र लिएर आएको। साथीहरु वेलकम टु न्यू ब्लग। आज चाहिँ हामी भैचुङ डाँडा हिँडेको छौँ। सो छिटो न न एउटा भिडियोडा कहाँ देख्नु भएन र छुट्नु पनि भएन ल जियर है हाम्रो गरा ह हाम्रो गाउँ चाहिँ यता तालतिर हो। हामी पुग्नुपर्ने चाहिँ उयो डाँडा हो, धेरै टाढा छैन। यही चुच्चे डाँडा भनेपछि हाम्रो यहाँ तल हिमाल पनि देखिन्छ हल्का। एकछिन माक्सबाट अनि लेट स्टार्ट। पुरै बुढा मिलन क्या अझै टपमा पुगेका छैन हामी। रौटा टप बन्दैछ है। यही हो हाम्रो भ्यू टप। यो खोटाङको हलिसीदेखि पनि मजाले देखिने रहेछ नि। यही हो भ्यू टप हाम्रो भैचुङ डाँडाको। अहिले सुकेर हरियो छैन। पुन्टे ए त्यो नभनौ नगनौ। यो ठुलो यस्तो छ होइन। त्यो ऊ अरे हौ के को नि होटल हो कि काउन्टर हो। हामी चाहिँ भ्यू टप पुगिसकेको छौँ र यस्तो छ हाम्रो भ्यू टप र यतातिर यस्तो यस्तै छ है, देख्न सक्नुहुन्छ। के गर्नु अलिक साथीहरूसँग आएको छौँ यस्तो छ क्या। खोटाङ हलेसी यता साइड पर्छ है हाम्रो। यहाँदेखि जाँदाखेरि राइट साइड यता साइड पर्छ खोटाङ हलेसी। खोटाङ हलेसीदेखि पनि देखिन्छ नि त यो सुकेर सबै यस्तो भइरहेछ है डाँडै। हो मान्नै पर्ने
ल हजुर फाइनली तेजुन र परियार कलौटेको पनि देखाउँ अनुहार माथि चढौँ है कतिवटा 1 2 अब बिजोक छौँ हामी बिजोक नि लै म पिलर त बगाल बगाल थाहा नि के हो यस्तो हानेछ कि तल अर्को पुग्छ राइट राइट यस्तो छ ओ यो त नि हाइट टन्नै रहेछ त नि उको हो कि क्या हो पिलर डबल थपेको रहेछ नि यो त बढी छ नि हौ त्यो हाइटमा छ हाम्रो धनुष बनाएको धनुष माथि चढ्नेछौँ हामी लाग्यो जाडो लाग्न हाल्यो एक घन्टा के भन्छ केटा घुम्दा घुम्दा ओहो पैसा पनि रहेछ त यहाँ ए जेसिबी 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 चिसो हावा अनि यस्तो छ केटा हो आउँदै उची चढेर उता ज्याकेट हाल्नु पऱ्यो सो बल्ल बल्ल आइपुग्यो यो लाली ग्रास यस्तो छ हाम्रो भिउटाबाट पनि अब यहाँ टार बन्दैछ सो हाम्रो टावरदेखि देखिने टप हलेसी यता पर्छ है साथीहरू यता भने नि यता पो पर्छ यता यहाँनिर दर्शन पेरा छ दर्शन पेरा यहाँनिर छ यहाँ दर्शन पेरा छ भने हलेसी यहाँनिर पर्छ यस्तै छ हो कि नभए कस्तो लाग्यो ल केटा जाडो खाना आएको हो जना मात्र आएको र यति मात्र लिएर आएको मेरो बुनु मेरो साथी मेरो दाइ हामी चाहिँ यति मात्र आएको छु र म यता छु र यस्तो हो कि नभए केटा यति मात्र ल आना आना घामका घमुखमै मिठो पो हुन्छ भन्थ्यो त्यही तोडिहाल्यो मुठो हुन्छ ठिकै न हाम्रो यस्तो भइसकेको छ सबै हावाको कारणले यतातिर यस्तो यस्तो भइसकेको छ किनभने यहाँ भ्यू टप बन्दैछ हामी यति माथि छौँ कि यस्तो भइरहेछ खोडाको पालिका हाम्रो लिम्चुम्बुङ गाउँपालिका भवन यहाँनिर छ है भवन नदेखिने पनि रहेछ राम्रोसँगले लो फोटो खिच्नु पर्नेको उयो एभरेस्ट भ्यू टप भन्नेमा यसरी च्याड्या रहेछ फटाहरूले कुन चाहिँ उहीको यो बोट खोडा त्यहाँ भन्दा यहाँ सजिलो न यहाँदेखि खिच्यो घर हिँड्यो हो र ल ल ठिक छ हामी पनि आइसकेको छौँ सिङ्गा भाला हुइको तिर अनि पार्किङ छैन पार्किङ पनि पुरै ढलान डोको टारे गर्न ओपा भित्र बोल्नु पार्किङ रोड पनि पुरै ढलान मुसामा बेटाको नि त जस्ताकोमा ओका छैन चोको गर्नु त ओका छिटो यस्तोहरू होइन यहाँ छेउमा यतिकोमा आउनु सक्छौ नि सबै यतिकोमा उ भयो होइन म तलदेखि फोटो हान्छु यस्तरी
आफूका बिचरा भेट नपरेन ओला ल ल हुन्छ हुन्छ लु माइ क्या खुर्चा मैजो क लु माइ म झर्न लागेको छु र ओ हाम नभले सिँगान फाल्नु त्यति साह्रो डराइएर फ्याल्नु पर्ने ल म चाहिँ झरेँ तलदेखि म झरेर हान्छु त्यो छेउमा ठ्याक्क लाइन है केटा कति ऊ छ म गन्दै झरेँ अब यस्तै हो होइन यो सिडी गर्दिनँ म सिडी के गर्नु अब यस्तो छ कि ल कति हो साला है ओ डल्लै है यतादेखि उफ्रिनु सक्छु कि सक्दैन होला सो निकै लामो पो छ त डिस्टेन्स कहाँदेखि उफ्रिनु यता यहाँ म उफ्रेको यति साह्रो डिस्टेन्स रहेछ त नि ओइ हेलो 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 म भिडियो बनाएको छु अहिले केटा हो फाइनली यहाँ हाम्रो भ्यू होइन यहाँ ओ माइला यता 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 ओ माइला यता यता यताको झ्यालमा चाहिँ ओ यता कहाँ निस्क्यो तपाईँले पर्थ्यो यतादेखि झ्यालै निस्केर यहाँदेखि हाल्दै भनेको एकचोटि हाल्नु सकेन घुम्यो ओ चल यार ढाला न फोटो हान्नु पर्न ल माने ल ओ छिरा मेला अब तुम गएर पनि त होला औँला खुट्टा देखाउनु ल कहाँ पर्छ ल यता चाहिँ हाम्रो भ्यू टपको यो देखाउ राजीनामा गरिखेर मेरो र यो हाम्रो ऊ क्या उठो टक्क नि यो हाम्रो एलम्बर राजाको धनुष हो यो तर अलिकति धनुष मिलेन त्यसका बाद नि गेटै देख्छ नि त नठुक्ने यतादेखि जानु पर्यो वाह एक पोस्ट दिएको छु इन्ट्रिगेट ल यता चाहिँ यस्तो चोरी छ होइन म देखाइसकेको छु सबै पैसा केटा त्यही मिस्त्री होस् कि जस्तो लाग्यो देखो युट्युबमा हाल्नु नि मासुको झोल ओ माइते छिटो आएछ न कस छिटो ल माइला ठ्याक्क ठक्क सटर गोडा फाइट ल सटर गोडा फाइट ल 1 2 3 स्टार्ट यता ल सो हामी चाहिँ अब 4 जना घरतिर जान लागेको छौँ मेरो साथी अनि मेरो बुनु अनि माइला दाइ उता हुनुहुन्छ मुखमा यो गुराँसको खुरुखुरु न यसो उ यहाँ मुखमा लाग्छ के छ एक शब्द एक चिक्क बोल्न ठिकै छ ठिकै छ एक शब्द ठ्याक्कै एक शब्द हानौँ न के हानु यो नि नेक्स्ट शब्द के बोलौँ एक शब्द ल सकियो ल त हामी लाग्यो होइन सबै लाग्यो भनौँ न गाडी स्टार्ट कर भ्यू टप एभरेस्ट भ्यू टप खोइ चोडा यहाँ टाढाको खोइ भ्यू टावरमा ऊ खोइ बोट बाई बाई एभ्रिवान त्यो भ्यू टपलाई चाहिँ भनेकै फेरि र जे पो ए र हाम्रो डाँडामा चाहिँ
हाम्रो लिम्चुङ गाउँपालिका मिठो गनाउँछ। मिठो बाख्ना आउँछ। ल घरतर्फ लाग्यो भैचुङदेखि पनि देवीठानदेखि पनि र